हेलो गाइज, वेलकम ब्याक टु राणा किङ युट्युब च्यानल। यदि राणा किङ युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरिदिनु होला। यो गुल्मीको तमघास बजार हो। म तमघास बजारबाट रेसुङ्गाको डाँडामा जाँदैछु। आज स्याटरडे भएर पनि होला तमघास बजारमा त्यति चहल पहल चाहिँ आज छैन। थोरै उकालो लाग्दैछौँ। उकालो बाटो छ गाइज, तर राम्रो छ। तमघासको चिसो एकदमै अत्यधिक मात्रामा चिसो छ। चाहिँ तमघासको बजार यसरी देखिँदो रहेछ र हामी यहाँ माथि तमघासको यो रेसुङ्गाको पार्कमा हामी आइपुग्यौँ। एकछिन यहाँ हामी घुम्छौँ। हामी रेसुङ्गाको पार्क हेर्छौँ एकचोटि पहिला गाइज। आजको यात्रा चाहिँ डाँडामै हुन्छ। बड्डा चाहिँ ह्यान्डसम छ नि बड्डा। र यहाँ माथि आइसके पछाडि मन्दिर, त्यस पछाडि यो माछा पोखरी भनिँदो रहेछ यसलाई। र हामी रेसुङ्गा प्रवेशद्वारमा आइसक्यौँ। माथि हामी यज्ञशाला र माथिको जुन भ्यू टावर लगायत अन्य ठाउँहरूको पनि हामी अवलोकन गर्नेछौँ। बड्डा त फटाफट हिँड्या, अब सकेन। जान्न होला यत्रो गली हिँडिरहेको नि गाइज। आइपुग्यो तर कहाँ आइपुग्यो। हेलो गाइज, हामी अहिले ठ्याक्कै गुल्मी जिल्लाको यो रेसुङ्गाको वन भन्ने ठाउँमा चाहिँ हामी आइपुगेका छौँ। यो पछाडि दिन सक्नुहुन्छ। हामी लगभग कति मिनट छ? 15 मिनट उकालो हिँड्यो। 15 मिनटको 1000 सिडी चढेर हामी यो ठाउँमा आइपुग्यौँ। हेर्न सक्नुहुन्छ मेरो त्यसै गरी रमाइलो छ, चिसो मौसम, गजबको ठाउँ, एकदम दामी ठाउँ। ल गाइज, ल गाइज, हामी चाहिँ रेसुङ्गाको जङ्गलमा क्या आनन्द रहेछ कि बस्नको लागि है। यस्तो मजाको मिठो ठाउँ के।
आनन्दले बसेर होइन यस्तो मजा लिँदैछौँ कि जियोस् रेसुङ्गाको वनमा जङ्गलमा यस्तो मजा आनन्दको ठाउँ छ। जियोस् छोटो समयमा घुम्न पाइयो, एकदम राम्रो लाग्यो ठाउँ चाहिँ। चिसो चिसो हिमालतिर जस्तै छ। यो जङ्गल देख्न सक्नुहुन्छ, यो रेसुङ्गाको जङ्गल हो। रेसुङ्गाको वन सँगै रुन पाइएन निर्माया भन्ने गीत पनि सुन्नुभयो होला तपाईँहरूले। त्यही नै हो गाइज। ल